घटना नम्बर 1, प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समितिदेखि हिरासतसम्म। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमाले र रासपा सरकारमा गए। रासपा सरकारमा गएको केही दिनमा नै नेपाली कांग्रेसका नेताहरूले रवि लामिछानेलाई विभिन्न माध्यमबाट प्रधानमन्त्रीको अफर गरेका थिए। उक्त कुरा रासपाको उपसभापति स्वर्णिम वाग्लेले सदनमै खुलासा गरेका थिए। गृहमन्त्री बन्दा खोजिने नैतिकता मलाई लाग्छ प्रधानमन्त्री अफर गर्दा पनि खोजिनु पर्ने हो नि त। यहाँ डर छ, भागी भागी हिँडिया छ। च्याप्प समाएर प्रधानमन्त्री, च्याप्प समाएर उप प्रधानमन्त्री बनाइदेलान् भनेर भागी भागी हिँड्नु पर्या छ। कांग्रेसका पुराना मित्रहरूलाई थाहा छ म प्रमाण बेगर नबोल्ने मान्छे हो। हेक्का रहोस्, अब कांग्रेसले गरेको छैन भन्नुहुन्छ भने अब हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने पनि कुरा भएन। स्वयं लामिछानेले पनि यही कुरा दोहोऱ्याएका थिए। म गृहमन्त्री हुन नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिक रूपले मिल्ने रहेछ, यो कुरा म आज यो सदनमा सोध्न चाहन्छु। अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ, केही गोपनीयता अवश्य पनि राखौँ। त्यति मात्र होइन, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेसले राति राति रवि लामिछानेलाई प्रधानमन्त्री बनिदेऊ भन्ने दिउँसो संसदमा विरोध गर्ने गरेको बताएका थिए। यो सुन्नुहोस्। नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुहोस् 1.5 वर्षका लागि भन्न जान्छ, कागज लिएर सम्झौता गरौँ भन्न जान्छ। राति त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ। रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो, कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो। के भएको कांग्रेस? साथै तत्कालीन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको आफूले देखेको सुनेको नै बताए। त्यो रवि लामिछाने सहकारी सम्बन्धी कुरा उठ्दै गर्दा कांग्रेस र एमालेका नेताले तपाईँ प्रधानमन्त्री भइदिनुहोस्, हाम्रो साथमा आउनुहोस् भनेको मैले आफ्नै आँखाले र कानले देखेको र सुनेको छु। आफ्नो पार्टीमा आइदियो भने प्रधानमन्त्री बनाउन प्रस्ताव गर्ने यिनीहरू अहिले मानव महान अपराधी फेला पारियो भने जस्तो गरे रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को सार्ने, अर्को ठाउँबाट अर्को सार्ने गरेका छन्। यसको मूल्य एमाले र कांग्रेस धेरै चर्को पर्नेछ।